हेलो साथीहरू, वेलकम टु माई च्यानल। आज म तपाईहरुलाई मसँग भएको पुरानो भिडियो सेयर गर्न चाहन्छु। यो भिडियो आजभन्दा लगभग 5 वर्ष अगाडिको भिडियो हो। त्यति बेला म सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर 8 मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुइनेपानीमा टिचिङ गर्थे। यो भिडियोहरू सबै फरक दिनमा खिचिएका भिडियोहरू हुन्। पहिलेदेखि अब कुन दिन हो भिडियो खिच्दै राख्दै गरिन्थ्यो, पछि हेर्नुहुन्छ भनेर खिच्दै राख्दै गरिन्थ्यो। अनि मैले यसो हेरेको अहिले चाहिँ त्यो गुगल फोटोजमा रहेछ। अनि यसो हेरेको आफूलाई पनि रमाइलो लाग्यो, अनि यसो सेयर गरौँ भनेर त्यो पुरानो भिडियोहरूलाई सबलाई एक ठाउँ जोइन गरेर एउटा भिडियो बनाएको है त साथीहरू। अहिले चाहिँ यहाँ मर्निङ एसेम्ब्ली भइरहेको छ अनि विद्यार्थीहरू आफै पिटी खेल्ने काम गरिरहेका छन्। यो चाहिँ कक्षा 3 र कक्षा 4 को विद्यार्थीहरूको मर्निङ एसेम्ब्ली हो है त साथीहरू। यता एकतर्फ विद्यार्थीहरू पिटी खेलिरहेका छन् भने यता अर्कोतर्फबाट कक्षा सफा गर्ने टोलीहरू आइरहेका छन्। प्रत्येक दिन प्रत्येक बेन्चबाट कक्षा साफ गर्नको लागि पालो आउँछ। त्यही पालो अनुसार चाहिँ यिनीहरू त्यहाँ तल गएर बढार्नको लागि, त्यो कक्षा साफ गर्नको लागि कुचो खोजेर आएका छन्। यहाँ चाहिँ विद्यार्थीहरू राष्ट्रिय गान गाउँदैछन्। यो राष्ट्रिय गान गाउने बेलामा चाहिँ विद्यार्थीहरूले, यो साना कक्षाका विद्यार्थीहरूले चाहिँ धेरै मिस्टेक गर्ने गर्छन्। कसैले दोहोर्याउनु पर्ने ठाउँमा नदोहोर्याइदिने हैन, कसैले चाहिँ ढिलो भन्ने, कसैले छिटो भन्ने हैन, एउटै लयमा नभन्ने भएको हुनाले मिस्टेक गर्ने गर्छन्। अहिले चाहिँ केटाकेटीहरू कक्षा 3 मा कक्षा गीत गाइरहेका छन्।
Thank you. Sit down. यो कक्षा 3 हो। आज यहाँ विद्यार्थी एकदम थोरै आएका छन्। यो कक्षामा जम्मा विद्यार्थी भनेको कति 38 जना थियो। त्यो मध्ये जम्मा आज 18 जना मात्रै आएका छन्, किनभने हिजो होली पर्व थियो। त्यो होली पर्वको प्रभाव चाहिँ आजसम्म छ। अनि यो भिडियो बनाउँदा मैले ती क्लासमै बसेर लाइभ नै इङ्ग्लिसमा बोल्ने अनि के गरेछ भनेर सब भनेको थिएँ हैन। त्यो दिन रहर लागेर मलाई अनि यस्तो भिडियो खिच्ने बोल्ने मलाई पनि रहर लाग्थ्यो, पहिलेदेखि रहर लाग्थ्यो। अनि त्यो दिन पनि बनाएको थिएँ। This is 3 class. There are 38 students in this classroom, but only 18 students are present. Yesterday was Holi festival. The effect of that festival is still remaining. I have given these students a class work of handwriting. I am going to show them. Lasmar Saruko handwriting of Lasmar Saru. This is handwriting of Purnima Sonar. This is handwriting of Silas Pulami. Handwriting of Kusum Saru. Nobin Nepali. Tobadar Darlami. Nobin Rana. गगन नेपाली। ल साथीहरू, आजलाई यो भिडियो अन्त्य गर्न चाहन्छु। तपाईहरुलाई भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। भिडियो हेर्नुभएकोमा धन्यवाद। थ्यांक यू सो मच।